नमस्ते सबैजनालाई। हामी चाहिँ आज दिप्तीतिर लागेका छ, रमाइलो छ यतातिर। हजुर सन्चै हुनुहुन्छ र हामी गर्दैछौँ। हामी चाहिँ आज दिहाहरू चाहिँ हिँडिरहेको छन् पारीतिर। हेर्नु यतातिर चाहिँ गाउँको पारी रमाइलो छ यतातिर। आज दिप्ती हिँड्ने क्रम भइरहेको छ। आज चाहिँ यताबाट चाहिँ गाडी आएको छ। यहाँ चाहिँ हामीले गाडी भन्छौँ होइन, यस्तै छ। हेर्नु रमाइलो छ, हरिपा यताउता रुख हेर्नु कति हरिया छन् जग्गाहरू। यता चाहिँ हाम्रो हुनुहुन्छ ससुरा बा, यहाँ चाहिँ मैले भन्नुपर्छ ससुरा। अनि उताहरू भिनाजुहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ, सबैजना छौँ। हामी चाहिँ आज रमाइलो गर्नुपर्छ भन्ने हिसाबले काममा हिँडिरहेको छौँ। आज चाहिँ फार्म हाउसतिर जानु पर्यो। रमाइलो आज फार्म हाउसमा काम रहेछ, फार्म हाउसतिर जानु भइरहेको छौँ। यता रमाइलो छ, आइरहेको। अब यहाँ नै चोकमा गाडी आएको छ यतातिर। यतातिर चाहिँ यसो भइरहेको छ, रमाइलो छ। बहुत हरिया गाउँहरू रमाइलो छ। हेर्नु यता चाहिँ हेर्नु किन्नु भन्छ यतातिर। हाम्रो गाउँतिर फेरि लिएर भन्छ सुन्तलाको बोध भन्छ। रमाइलो छ हेर्नु, रमाइलो छ। हरिया बोधहरू हेर्नु। हाम्रो गाउँ किन्नुका बोध छन्, कति रमाइलो छ भ्यू यतातिर। हामी चाहिँ आज दिप्ती हिँड्ने क्रममा यतातिर चाहिँ किन्नु भन्छ। नेपालमा चाहिँ त्यसलाई सुन्तला भन्छ। नेपालमा सुन्तला, यतातिर किन्नु भन्छ हिँड्नेमा। रमाइलो छ, हिँडिराख्नु भएको छ दाइहरू। यता चाहिँ गाउँ काटिरहेको छ, काटेर भ्याइसकेको छ। रमाइलो छ यता पनि भ्यूजहरू। हरिया रुखहरू छन्, चौतारीहरू छन्। रमाइलो छ, रमाइलो हुँदैछ आजको भ्यू। हेर्नै गर्नु, तपाईँहरूलाई राम्रो नै लाग्नेछ। हजुरहरू आउनु यता हेर्नु, कति ठुलो रुख छ। चाहिँ रुख हेर्नु कति रमाइलो छ। मन्दिर हेर्नु, घर हेर्नु। यता चौतारीको बस्दा चौतारी भन्छ लिएर चाहिँ यतातिर रमाइलो छ। धर्मशालाहरू यतातिर। यिनी चाहिँ खेती गरेका बारी हुन्। यिनमा चाहिँ पक्कै पनि गहुँ छरेको हुनसक्छ। गहुँ त छरिसक्यो, चोरी फापा छरेको होला, अझै उम्रेको छैन। रमाइलो छ भ्यू। हेर्नै जानु, हेर्नु कति मजाको चित्रहरू बनेको छ यताउता। हेर्नु कति राम्रो लेखेको छ, राम्रो छ। हेर्नु भ्यूज हेर्नु। लेलाई चाहिँ फरिद भन्छ, गाउँघरमा लेलाई फरिद भन्छ होइन, फरिद भन्छ। रमाइलो छ हेर्नु। सबैजना हिँडिरहेको छौँ। सजिलो छ बाटो, यताउता हिँड्ने रमाइलो गर्ने, त्यही त हो। साउवाला गाउँमै आएँ हामी। साउवाला गाउँ भन्ने रहेछ यहाँ चाहिँ, साउवाला गाउँ भन्छन्। अनि साउवाला गाउँमा आयो। हेर्नु कति रमाइलो छ यताउता। जो चाहिँ रमाइलो छ। हाम्रो चाहिँ आज नेपालमा गोरु आएछ। गोरु हेर्नु जेनर नै छ। गोरु कति खस्ता छ हेर्नु। रमाइलो छ यता चाहिँ यस्तो भइरहेको छ। रमाइलो छ गीतहरू। यता चाहिँ लो चाहिँ हाम्रो खेतको बारी भयो छ हेर्नु। हिँडिरहेको अवस्था छ अहिले चाहिँ। हामी चाहिँ सबै ठिकै छ, रमाइलो छ। हाम्रो गाउँघरमा ल्याएलाई चाहिँ कुकुर भन्छ। सबै ठिकै छ। तपाईँको के छ सुनाउनु। हजुर लाइभमा आउने प्रयास गरिराख्नु होला भन्न चाहन्छु। लाइभ भिडियोमा जोडिदिनुपर्छ, रमाइलो गर्नुपर्छ भन्ने अवस्था हुन्छ।
रमाइलो गरौँ। के छ र आज मरे भोलि 2 दिन हुने त हो कि भन्ने हुन्छ। हजुर आउनु रमाइलो गर्नुपर्छ। लाइभ भिडियोमा के नै छ र हामी चाहिँ आज टक्क पारामा हिँडिरहेको छौँ। रमाइलो छ भ्यू त राम्रै छ हेर्नु। यता चाहिँ यस्तो छ गाउँ नै हो हाम्रो जुम्रीकारा भन्दा कम छैन। हरायोमा जर छैन सुनभन्दा कम छैन भन्दाखेरि बोल्यो त्यस्तै भइरहेको छ हेर्नु। यस्तै नै छ। अरूसँग आउनु तपाईँहरू भ्यू आज रमाइलो आइरहेको छ। आज चाहिँ हामी भाइवाला गाउँमा हिँडिरहेको छौँ। रमाइलो छ भ्यू। हामी चाहिँ काममा जानेछौँ। पारी जाने हो हामी चाहिँ काममा। रमाइलो छ हेर्नु वरिपरि जमिन हेर्नु। जमिनमा कति ठुला बोटहरू छन्। रमाइलो छ यतातिर यता भाइजी सबै ठिक छ हेर्नु। रमाइलो छ हिँडिराख्नुपर्छ रमाइलो गर्नुपर्छ। 2 दिनको जिन्दगी हो मरिजानु के नै छ र हेर्नु। आज चाहिँ रमाइलो गरिराखौँ भन्ने कारणले हिँडिरहेको छौँ हामी।